सबैजनालाई नमस्कार। आज पनि मैले एउटा नयाँ भिडियो लिएर आइसकेको छु। आजको भिडियोमा चाहिँ हामीले जेएफटी एक्जाममा आउने रिडिङ कम्प्रिहेन्सनमा कस्ता किसिमका क्वेसन आउँछन् भनेर आजको वेबसाइटबाट प्र्याक्टिस गर्नेछौँ। आजको भिडियो चाहिँ हामीले 12वटा क्वेसन सेयर गर्नेछौँ, जहाँ चाहिँ सिबिटी टेस्टमै वेबसाइटबाटै म तपाईँहरूलाई भिडियो चाहिँ सो गर्नेछु, क्वेसनहरू सो गर्नेछु, नेपालीमा एक्सप्लेन पनि गरिदिनेछु है त। ल यति भन्दै म क्वेसनतर्फ अगाडि बढिहाल्छु है त। योभन्दा अगाडिको भिडियोमा चाहिँ हामीले कन्भर्सेसन एन्ड एक्सप्रेसन सेक्सनका यही वेबसाइटबाट केही क्वेसनहरू सेयर गरेको थियौँ, जहाँ चाहिँ जेएफटी एक्जाममा नेपालमा हालसालै परिवर्तन भएका क्वेसनहरूको नयाँ अपडेट चाहिँ प्रोभाइड गराएको थियो। अब यो आजको भिडियोमा चाहिँ हामीले रिडिङ कम्प्रिहेन्सनको बारेमा एक्सप्लेन गर्नेछौँ। बिस्तारै अरू लेटर एन्ड भोकाबुलरी र लिसनिङ कम्प्रिहेन्सनको बारेमा पनि अर्को भिडियोमा एक्सप्लेन गर्नेछु। यो रिडिङ कम्प्रिहेन्सनमा पनि यो वेबसाइटमा चाहिँ विभिन्न धेरैवटा सेटहरू अभाइलेबल गराएको छन्। आज चाहिँ हामीले पहिलो सेट, जहाँ चाहिँ जेएफटी एक्जाममा म्याक्सिमम आइरहेको सेटहरू पनि सबै छन्। यहाँ चाहिँ विभिन्न सेटहरू छन्, तीमध्ये पनि आज चाहिँ मैले पहिलो सेटको एक्सप्लेन गर्छु। साथसाथै योभन्दा अरू एक्स्ट्रा क्वेसनहरू अथवा जेएफटी एक्जाममा नेपालमा इरोदोरी मारुगुतोबाट नआएका क्वेसनहरू चाहिँ सबै यो वेबसाइटमा छन्। त्यो भएकोले गर्दाखेरि बिस्तारै अरू भिडियोमा पनि म बिस्तारै सबै रिडिङका क्वेसनहरूलाई पनि सेयर चाहिँ गर्दै जानेछु। आजको भिडियो चाहिँ हामीले सेट 1 को क्वेसनहरूलाई मात्रै सेयर गर्नेछौँ, जहाँ चाहिँ 12 क्वेसन जेएफटी एक्जामको सिबिटी टेस्टमै रहनेछ है त। ल सुरु गरिहालौँ हामीले सेट 1 तर्फ। यहाँनिर सेट 1 को क्वेसन ओपन भइसकेको छ। यहाँनिर हामीले एउटा गामेन देख्छौँ। योभन्दा अगाडिको भिडियोमा पनि मैले सिबिटी टेस्ट यस्तो हुन्छ भनेर सबै एक्सप्लेन पनि गरिसकेको छ। आजको भिडियोमा पनि म थोरै नयाँ स्टुडेन्टहरू कोही जोइन हुनुभएको छ भने उहाँहरूलाई हेल्प हुन्छ भन्ने उद्देश्यले थोरै एक्सप्लेन पनि गरिदिन्छु। तपाईँहरूले यहाँनिर चाहिँ एउटा साइड बार देख्नुहुन्छ। हाम्रो चाहिँ क्वेसन नम्बर 1 देखि 12वटासम्मको क्वेसनहरू हुन्छ यसरी। यहाँनिर तपाईँले क्वेसन सिलेक्ट गरेर पनि क्वेसन चुज गरेर पनि क्वेसनलाई चाहिँ हेर्न सक्ने अवस्था हुन्छ। अनि अर्को यहाँ योर ल्याङ्ग्वेज चिरन्नी भन्ने हुन्छ। योर ल्याङ्ग्वेज चिरन्नीमा क्लिक गर्नुहुन्छ तपाईँले। जस्तो यहाँनिर सबै कुरा त एक्सप्लेन गरेको हुँदैन, तर पनि जति पनि यो जापानिजमा क्वेसन सोधेको छ यो क्वेसनलाई चाहिँ नेपालीमा अहिले के भनेको भन्ने कुरा यतिलाई मात्रै ट्रान्सलेट गर्न मिल्छ योर ल्याङ्ग्वेज चिमा क्लिक गरेर हेर्दाखेरि। अनि यहाँ भएको तलको अप्सनलाई चाहिँ हामीले ट्रान्सलेट गर्न चाहिँ मिल्दैन है। अनि अर्को कुरा छ, यहाँनिर क्वेसन सकिसके पछाडि चाहिँ हामीले फिनिस टेस्टमा गएर यहाँ माथि भएको फिनिस टेस्टमा गएर क्लिक गर्यो भने यहाँनिर तपाईँको क्वेसन फिनिस हुने हुन्छ। अहिले चाहिँ म फिनिस गर्दिनँ, तपाईँले यो क्वेसन फिनिस गर्ने हो कि होइन भनेर एउटा तपाईँलाई बुबल पनि आउँछ। जस्तो तपाईँले आर यु वान्ट टु लाइक टु फिनिस द टेस्ट भनेर आउँछ। यो चाहिँ म अहिले क्वेसन फिनिस गर्दिनँ, सुरु नै गरेको छैन। त्यो हुनाले गर्दाखेरि अन्तिममा हाम्रो रिजल्ट पनि चेक चाहिँ गर्छौँ यसरी है त। ल यति भन्दै म आजको क्वेसनतर्फ अगाडि बढिहाल्छु। आजको क्वेसन के भन्छ, कस्तो हुन्छ, सरसरी क्वेसन हेरौँ है त। ल हाम्रो क्वेसन अनि अर्को कुरा बुझ्नुपर्ने के छ भने जेएफटी एक्जाममा चाहिँ कस्तो हुन्छ भने तपाईँको यहाँनिर जस्तो तपाईँले 1 नम्बर क्वेसनलाई गाह्रो लाग्यो, तपाईँले म 5 नम्बर क्वेसनतिर गर्छु भन्नुहुन्छ भने 5 नम्बर गरेर क्लिक गर्दाखेरि यहाँ तपाईँको एउटा कति नम्बर क्वेसन गर्दै हुन्छ भन्ने चुच्चो देखाउँछ। अनि त्यसबाट यो क्वेसनमा जस्तो तपाईँले क्वेसन सिलेक्सन गरिसके पछाडि जस्तो तपाईँले यहाँ सिलेक्सन गर्नुभयो भने चाहिँ तपाईँको क्वेसन सिलेक्सन भइसके पछाडि यतापट्टि कलर चेन्ज हुन्छ। त्यस पछाडि तपाईँको कुन क्वेसन सिलेक्ट गर्नुभयो त्यो क्वेसनको कलर चेन्ज हुन्छ। अनि अप्सन चुज गरिसकेपछि तपाईँको यहाँनिर चाहिँ गएर यो ग्रे कलर चाहिँ बस्छ। यति गर्दाखेरि चाहिँ तपाईँले यो क्वेसनको चाहिँ मैले अप्सन चुज गरेको रहेछ है भन्ने कुरा थाहा पाउन सकिन्छ अन्तिममा पनि है त। यसरी चाहिँ तपाईँले यो यता कलरलाई पनि याद गर्नुभयो भने चाहिँ पछि फेरि एक एकवटा क्वेसन कुन छुटो छुटेन भनेर चेक गर्नु पर्दैन। अनि क्वेसन छुटो भने चाहिँ फेल हुने हुन्छ। त्यो भएकोले गर्दाखेरि क्वेसन नछुटाइकन गर्नको लागि चाहिँ ग्रे भएको छ कि छैन सबै अप्सनलाई ध्यान दिएर बुझ्नुपर्ने हुन्छ है त। जस्तो मैले 1 नम्बरमा क्लिक गरेँ, 1 नम्बरमा चुच्चो पुगो, 1 नम्बर त मैले छनौटै गरेको छैन, मैले 5 नम्बरको मात्रै छनौट गरेको थिएँ। 5 नम्बरमा चाहिँ ग्रे नै बसिरहेको छ। जस्तो मैले 10 नम्बरमा गएर एउटा कुनै पनि एउटा छनौट गर्छु भने 10 नम्बरमा ग्रे हुन्छ, अरू चाहिँ सबै ग्रिनमै बस्छ। जुन क्वेसन चुज गरेको त्यो चाहिँ ग्रेमा बस्छ, अनि जुन क्वेसन चुज गरेको छैन त्यो चाहिँ ग्रिनमै बस्छ भनेर यो जेएफटी एक्जामको लागि टिप्स हो। तपाईँले एक्जाम दिँदै गर्दाखेरि यो कुरालाई चाहिँ बुझ्नुपर्छ है। मैले कुन क्वेसन गर्दैछु, कुन क्वेसनमा पुगेँ म भन्ने कुरा चाहिँ ध्यान दिएर गर्नुपर्ने हुन्छ। नभए चाहिँ क्वेसन छुट्यो भने फेल हुने चान्स चाहिँ बढी हुन्छ है त। ल आजको क्वेसनमा म सुरु गरिहाल्छु। क्वेसन नम्बर 1 बाट निचिउबिनो गोगो वा नान्जी माते उके चुके स्ते मास्का भनिरहेको छ। भनेपछि आइतबारको दिउँसो चाहिँ कति बजीसम्म चाहिँ उके चुके चाहिँ अभाइलेबल हुन्छ भनिरहेको छ। जस्तै हाम्रो हेरौँ, हामीले यहाँ उके चुके जिखान भनिरहेको छ 9 बजीदेखि 12 बजीसम्म रहेछ। अनि त्यसबाट एउटा खाना खाने टाइम हुन्छ होला। त्यसबाट फेरि 15 बजीदेखि 20 बजीसम्म भनेको 3 बजीदेखि 8 बजीसम्मको अर्को रहेछ है त। अनि बारहरू पनि देखाइरहेको छ हाम्रो सबै बारहरू। अनि यहाँनिर बुझ्नुपर्ने के छ भन्दाखेरि हामीले क्वेसन के सुधरा छ, आइतबारको दिउँसो चाहिँ कति बजीसम्म यो ओपन हुन्छ भनेर देखाइरहेको छ। भनेपछि हाम्रो कति बजीसम्म भन्दाखेरि आइतबार खोज्नु पर्यो। पहिला हामीले यहाँ आइतबार छ, आइतबारको दिउँसो भनिरहेको छ। यहाँ त गोजेन छैन, गोगो छ। भनेपछि यहाँ गोगोलाई हेर्ने भएन, हामीले गोजेनलाई हेर्नु पर्यो। 15 बजीदेखि 20 बजीसम्म भनेर हेर्नु पर्यो। भनेको यति यसलाई हेर्दाखेरि यहाँनिर के छ भन्दाखेरि आइतबारमा चाहिँ के छ भन्दाखेरि यस्तो छ 15 देखि 18 बजीसम्म। आइतबार अरू बार चाहिँ 15 देखि 3 बजीदेखि 8 बजीसम्म चाहिँ अरू बार हुने रहेछ है। यो कुरालाई बुझ्नु होला है। जस्तो यहाँनिर छ 3 बजीदेखि 8 बजीसम्म चाहिँ अरू बार ओपन हुने रहेछ।
तर आइतबार चाहिँ के हुँदो रहेछ भन्दाखेरि 3 बजेदेखि 6 बजेसम्म मात्रै ओपन हुँदो रहेछ क्या यो उकेछु कि भनेपछि यहाँनिर सही सजिलो सजिलो तरिकाले बुझौँ हामीले यहाँ भनेपछि यहाँनिर अब सही एन्सर हाम्रो के हुने रहेछ त आइतबारको दिउँसो भनेपछि आइतबारको दिउँसोको 3 बजेदेखि 8 बजे 6 बजेसम्म भनेपछि हाम्रो 6 बजे चाहिँ सही एन्सर हुने रहेछ भनेपछि यो 18 मादे अथवा 6 बजेसम्म कति बजेसम्म हो हेरेर क्लिक गर्दाखेरि भइहाल्यो र यसको सही एन्सर हुने रहेछ यो अब तपाईँले क्वेसन नेक्स्ट गर्नको लागि चाहिँ यहाँ 2 मा गएर क्लिक गर्दा पनि भयो अथवा तपाईँले यहाँ तल नेक्स्ट बटनमा गएर क्लिक गरे पनि दोस्रो नम्बरको क्वेसन चाहिँ जान्छ है त ल हामी 2 नम्बरमा गएर क्लिक गर्छौँ दोस्रो नम्बरको क्वेसन पनि हेरिहालौँ दोस्रो नम्बरमा पनि एउटा कार्ड ओपन भएको छ यो चाहिँ जेएफटी एक्जाममा म्याक्सिमम आइरहेको क्वेसन है त यसमा भनेको छ कोनोहितो वा हेजिजुनो हिरो ओ हिरुनी बिसेतो कोहियो चुमुन्सी मासिता यी कुरा हराई मासिताका भनिरहेको छ एउटा मान्छे छ अरे यो मान्छेले चाहिँ हेजिजुको दिन चाहिँ हेजिजु भनेको चाहिँ सोमबारदेखि शुक्रबारसम्म हुन्छ सिउमाचु भनेको चाहिँ शनिबार र आइतबार हुन्छ जापानमा है त बिदाको दिनलाई सिउमाचु भन्छ हेजिजु भनेको चाहिँ ओपन हुने टाइम अथवा ओपन हुने दिनलाई चाहिँ हेजिजु भन्छ हेजिजुको दिउँसोको खाना सेटमा 20 सेट अर्डर गरेको छ अरे त्यसमा एउटा कफी पनि अर्डर गर अरे कति पैसा भयो भनिरहेको छ यहाँनिर भएको कुरालाई म जुम गरेर थोरै देखाउँछु है तपाईँहरूलाई यहाँ देखाइरहेको छ केही कुपनको सेट छ है त यहाँ कुपनमा छ भन्दाखेरि हेजिजुको एउटा कुपन छ हामीले खाएको चाहिँ कुन सेट भन्दाखेरि यहाँ 20 सेट खाएको छ है त 20 सेटमा कफी पनि खाएको छ एउटा भनेपछि यहाँ हेरौँ अब हामीले 20 सेटको प्राइस कहाँ छ त भन्दाखेरि 1150 रुपियाँ चाहिँ यहाँ जेई कोमी भनेर दिइरहेको छ जेई भनेको चाहिँ कर हो कोमी भनेको चाहिँ त्यही समावेश गरिएको त्यो सहित भन्नुपर्दा कोमी भनिन्छ है त भनेको 1150 चाहिँ 20 सेट भनेको 1150 को सेट रहेछ तोन खाछु भन्नेको यसको पैसा चाहिँ कति रहेछ त 1150 रुपियाँ रहेछ यसमा अब के पनि खान्छ भन्दाखेरि कफी पनि खायो अरे भनेपछि कफी खाएको के छ त भन्दाखेरि यहाँ छ दोरिङको सेतोमा 180 रुपियाँ चाहिँ प्लस हुन्छ भनेर देखाइरहेको छ भनेपछि ड्रिङ्क सेटमा के हुन्छ भन्दाखेरि अनि कफी हुँदो रहेछ कोचिया हुँदो रहेछ ओरेन्ज जुसु हुँदो रहेछ ओरेन्जियाहरू चाहिँ अनि रेमुन्दा भन्नेहरू सबै खालको चाहिँ ड्रिङ्क्सहरू हुने रहेछन् अब हामीले के हेर्नु पर्यो भन्दाखेरि 20 सेटमा 1150 हेर्नु पर्यो अनि यसले कफी खाएको छ कफीको कति हुन्छ त 180 रुपियाँ थपिनु पर्यो 1150 प्लस 180 थप्दा कति हुन्छ त यहाँ हुने भयो 1330 रुपियाँ चाहिँ हाम्रो यसको खानाको सेट हुने भयो भनेपछि यसको सही एन्सर के हुँदो रहेछ 1330 रुपियाँ हुने रहेछ है त अर्को तेस्रो नम्बर क्वेसनमा हेरौँ तेस्रो नम्बर क्वेसन के भन्छ तेस्रो नम्बर क्वेसन पनि हेरौँ यहाँ भन्न छ कुरिसु सानवा दोकोनी किमास्ताका भन्न छ यो एउटा मान्छे रहेछ त्यो चाहिँ कहाँ गएको रहेछ त्यो पनि हेरौँ है त एउटा एसेन्स रहेछ चाहिँ यो क्वेसन चाहिँ इरोदोरीको रहेछ है त निच्योबी योकोहामा नि गिमासिता ल कति सजिलो भनिदिइहाल्यो त कहाँ गएको रहेछ त्यो मान्छे योकोहामा गएको रहेछ फुनेनी नोरीमासिता फुनेमा चढेको रहेछ ओमोसिरो खाता देश एकदमै रमाइलो भएको थियो अरे योरु चाइना टाउन दे गुहानो ताबेमासित चाइना टाउनमा गएर मैले खाना पनि खाएको थिएँ भनेको छ ओइसी खाता देश एकदमै मिठो थियो कोन्दोवा ल्यान्डमार्क टावर नै नोबोरिताई देश अर्कोचोटि चाहिँ म ल्यान्डमार्क भन्ने टावरमा चढ्न चाहन्छु भनिरहेको छ क्वेसनमा के सोधेको थियो हामीलाई भन्दाखेरि यो कुरिसु सान चाहिँ कहाँ गएको थियो भनेर त यो टोकियो गएको थिएन ओसाका नै गएको थिएन योकोहामा गएको थियो भनेर यहाँ भनिरहेको छ त्यही भएर यसको सही एन्सर योकोहामा हुने रहेछ यसको सही एन्सर के रहेछ त 3 नम्बरको पनि योकोहामा मिलिहाल्यो है त ल अर्को चौथो नम्बरमा जाउँ हामी चौथो नम्बर क्वेसनले के भन्छ ल चौथो नम्बरमा क्वेसन छ क्वेसनमा पनि यहाँ के भन्न छ नि कोनोसेउ नो वारिबिकी को नो नेदान वा इकुरा देशका भन्न छ एउटा वस्तु छ गुड्स प्रोडक्ट छ यसको चाहिँ हाम्रो वारिबिकी जुन छुट छ त्यो छुट पछाडिको मूल्य चाहिँ कति हो त भनेर भनिरहेको छ क्या फर्स्टमा चाहिँ हामीले क्वेसन हेरौँ है त 500 रहेछ 490 रहेछ अनि त्यसपछि 400 रुपियाँ रहेछ है त अब कति रुपियाँ चाहिँ यसले छुट पछाडिको मूल्य कति रुपियाँ पायो अथवा कति चाहिँ तिरो त यसले भन्ने कुरा छ है त हेरौँ यहाँनिर अब के भन्छ यसले यहाँनिर एउटा केही खानेकुराको एउटा मेनु जस्तो देखाइरहेको छ यहाँ तल भएको यो सबै मेनुको चाहिँ एउटा खानाको चाहिँ यो खाना बेन्तो जस्तो एउटा खाना छ यो खानाको कार्ड चाहिँ यहाँनिर देखाइरहेको छ है त यो खानाको कार्डले के भन्छ सरसरी हेरौँ है त यहाँ भन्दा छ वाखादोरी नो खारागे भन्न छ यो चाहिँ के को खानाको सेट रहेछ त वाखादोरी भने चाहिँ चिकनको एउटा खारागे रहेछ क्या खारागे चिकनको खारागेको सेट रहेछ यसको प्राइस चाहिँ कति रहेछ त यहाँनिर छ 500 रुपियाँ रहेछ 500 रुपियाँ पनि के छ त यसको जेई कोमी छ है जेई कोमी भनेको त जेई भनेको कर कोमी भनेको समावेश गर्नु भनेको के त कर समावेश गरिएको मूल्यलाई 500 रुपियाँ छ भनेर देखाइरहेको छ है सजिलो छ गाह्रो तरिकाले नबुझ्नु भयो सजिलो तरिकाले बुझ्दाखेरि भइहाल्छ एउटा खानाको सेट के रहेछ त तोरी एउटा तोरी भनेको चाहिँ कुखुरा है कुखुराको मासुको खारागेको सेट रहेछ यसको चाहिँ कर सहितको पैसा चाहिँ 500 रुपियाँ रहेछ अब मेन बुझ्नु पर्ने टपिक चाहिँ यहाँनिर छ क्या यसले यहाँनिर के भन्छ भन्दाखेरि यहाँनिर है त
हेउजी खाखाको योरी भन्दा छ। हेउजी भनेको सङ्केत, खाखाको भनेको मूल्य, योरी भनेको भन्दा। सजिलो छ होइन त, कति सजिलो होइन त। हेउजी भनेको सङ्केत गरिएको मूल्य भन्दा छ क्या। हेउजी खाखाको योरी, खाखाको भनेको मूल्य है, हेउजी भनेको चाहिँ सङ्केत भनेको। हेउजी भनेको सङ्केत गरेको, सङ्केत गरेको मूल्य भनेको कति त 500 रुपियाँ। 500 रुपियाँको मूल्य, यसमा 500 रुपियाँको मूल्य भन्दा, योरी भनेको भन्दा, 500 रुपियाँको मूल्य भन्दा कति % डिस्काउन्ट हुन्छ भन्दाखेरि यहाँ भन्दा छ नि वारिबिकी भनिरहेको छ क्या। नि वारिबिकी भनेको चाहिँ जस्तो जापानमा चाहिँ के हुन्छ भने यो यस्तो कुनै पनि सुपर मार्केटतिर यस्ता टाँसिएको यो ट्यागमा के लेखेको हुन्छ नि, 10% अफू, निजु % अफू अथवा सान्जु % अफू भन्ने चाहिँ हुँदैन। भनेको 10% अफ, 20% अफ, 30% अफ भन्ने चाहिँ हुँदैन। तर त्यसको ठाउँमा चाहिँ के लेखेको हुन्छ भन्दाखेरि यो नि % अफू, निजु % अफू हुन्छ नि, 20% डिस्काउन्ट भन्ने ठाउँमा चाहिँ के हुन्छ नि वारिबिकी भन्ने हुन्छ क्या। नि वारिबिकी भनेको 20%। जस्तो यहाँनिर 10% भएको भए चाहिँ के हुन्छ त, इची वारिबिकी हुन्थ्यो क्या, 10% डिस्काउन्ट हुन्थ्यो। यदि यहाँनिर 30% डिस्काउन्ट भइदिएको भए के हुन्थ्यो त, सान हुन्थ्यो, अनि सानको खान्जी हुन्थ्यो, सान वारिबिकी हुन्थ्यो। भनेको के हुन्छ त, 30% डिस्काउन्ट हुन्थ्यो। भनेपछि यहाँ के बुझ्नुपर्ने रहेछ त हामीले यहाँनिर, अब यो जुन सङ्केत गरिएको मूल्य छ, यो जुन 500 रुपियाँ छ, त्यसमा नि वारिबिकी भनेको के त, निजु % अफू रहेछ नि त। भनेको 20% डिस्काउन्ट रहेछ नि त। भनेको 500 को 20% भनेको कति हुन्छ त, 500 को 20% निकाल्ने 100 रुपियाँ हुन्छ। 100 रुपियाँ भनेको 500 मा 100 रुपियाँ घटाउँदा 400 रुपियाँ हुन्छ। भनेपछि हाम्रो कति रहेछ त, 20% अफ भनेको रहेछ, नि वारिबिकी भनेको रहेछ है त। यो कुरालाई नझुकिनु होला, म्याक्सिमम जेट एक्जाममा झुकिन्छ, तपाईँहरू सबैजना झुकिनु भनेको यसमै हो, त्यसमा नझुकिनु होला है त। इचिपा वारिबिकी, नि वारिबिकी, सान वारिबिकी, युङ वारिबिकी भन्नु भने चाहिँ 10%, 20%, 30%, 40% डिस्काउन्ट भनेको हुन्छ। यो कुरालाई बुझ्नु होला है त। ल, यसको 500 को 20% भनेको कति रहेछ त, 100 रुपियाँ रहेछ। अनि 500 मा 100 घटाउँदा 400 रुपियाँ चाहिँ हाम्रो सही एन्सर हुने रहेछ। भनेपछि यसको सही एन्सर कति रहेछ त, 400 रुपियाँ रहेछ। ल, यति गर्दै हामी 5 नम्बर क्वेसनमा अघि ऱ्यान्डमली लगाएको थियो। यो अहिले चाहिँ हामी क्वेसन नम्बर 4 मा गइरहेका छौँ। तपाईँले क्वेसन नम्बर 4 चलिरहेको छ भन्ने कुरा नि देख्न सकिन्छ यहाँबाट। हामी चाहिँ क्वेसन नम्बर 5 मा जान्छौँ। यहाँ क्वेसन नम्बर 5 पनि पुग्यो, हाम्रो यहाँ क्वेसन नम्बर 5 पनि आएको छ। यहाँ पनि क्वेसन नम्बर 5 मा गएर चुच्चो लाग्यो है त। ल, क्वेसन नम्बर 5 मा पनि जेएफटी एक्जाममा म्याक्सिमम आइरहेको क्वेसनको एउटा कार्ड छ है त। यसमा पनि हेरौँ। फर्स्टमा हामीले क्वेसनै बुझौँ। कोनो हित वा कौकौसै देश अरे, यो एउटा जुन व्यक्ति छ है, यो व्यक्ति चाहिँ के रहेछ त, कौकौसै रहेछ। कौकौसै भनेको त उच्च विद्यालय अथवा हाई स्कुलको विद्यार्थी रहेछ। अथवा योजी भनेको 4 बजे, 16 बजे भनेको 4 बजे हुन्छ। जापानमा चाहिँ 16 भनेर भनिन्छ 4 लाई त। 4 बजे चाहिँ चिकतो खाइमास्ता, 4 बजे चाहिँ एउटा टिकट किनेछ। यो कुरा त्यसका भनेको छ। 4 बजे टिकट किन्दाखेरि यसको पैसा चाहिँ कति भयो त, तर यो मान्छे के को त, दाइगाकुको विद्यार्थी हो भनिरहेको छ है त। अब यहाँ हेरौँ है त, यहाँ टिकटमा हेरौँ एकचोटि। टिकटमा भन्दा पहिला तल हेरौँ है त। 780, 880 रुपियाँ छ, 1880 रुपियाँ छ, 1280 रुपियाँ छ। अब कुन सही अनुसार हुन्छ, पहिला यसको नाइयो हेरौँ है त। यहाँ नाइयोमा के भन्छ सरसरी हेरौँ है त। नाइयोमा हानबाई चु भनेको छ। म सरसरी तपाईँहरूलाई पहिला फर्स्टमा चाहिँ खान्जीहरू भन्छु, त्यस पछाडि एक्सप्लेन पनि गरिदिन्छु। हानबाई चु भनेको त बिक्री प्रदर्शनमा छ अरे क्या। यो चाहिँ बिक्री हुन लागिरहेको छ अरे यो टिकट। इचिमाई, निमाई, सानमाई, योनमाई, गोमाई भन्दा छ। यहाँ माई भनेको एउटा, दुईटा, तीनटा, इचिमाई भनेको एउटा टिकट, दुईटा टिकट, तीनटा टिकट भनेर यहाँ चाहिँ देखाइरहेको छ टिकट। अब तपाईँले टिकट कतिवटा किन्ने भनेर चाहिँ यहाँनिर तपाईँले 1 नम्बरमा थिच्ने, 2 नम्बर थिच्ने चाहिँ गर्नुपर्ने हुन्छ। यहाँ के भन्न छ भन्दाखेरि माई सु बताउनु हो साकिनी ओसितेको त सही भन्न छ भनेको। माई भनेको प्रत्येक, सु भनेको सङ्ख्या, प्रत्येक सङ्ख्या कतिवटा तपाईँले टिकट किन्ने हो त्यो सङ्ख्यालाई चाहिँ तपाईँले यो बटनमा थिच्नुहोस्, सबैभन्दा पहिला यो बटनमा थिच्नुहोस् भनिरहेको छ। तपाईँले एउटा किन्ने भए, दुईटा किन्ने भए, तीनटा किन्ने भए, 4वटा किन्ने भए, 5वटा किन्ने भए कुनमा थिच्ने भन्ने कुरा देखाइरहेको छ है। कहिलेकाहीँ चाहिँ यहाँनिर देखाएर तपाईँले दुईटा, तीनटा टिकट किन्न चाहनुहुन्छ, तपाईँले कसरी टिकट किन्ने भन्दाखेरि दुईटामा गएर थिच्नुपर्छ भन्ने कुरा पनि एक्जाममा आइरहेको हुन्छ। यस्तो कुरालाई चाहिँ यो जस्तो यो एसएनएसहरू, यो पोस्टर कार्डहरूको चाहिँ सबै विवरण चाहिँ डिटेलमा जान्नुपर्छ है। त्यो हुनाले चाहिँ म सबै एक्सप्लेन पनि गरिदिन्छु। अर्को यहाँनिर छ, इङ्ग्लिसमा मजाले लेखिदिएको छ नि त, न्यु खान केही भन्दा छ, न्यु खान केन भन्दा छ। यो केन भनेको हामीले इरोदरीको 3 लेसनको कार्डमा पढ्दा पनि पढाएको थियो नि त होइन। केन भनेको के त, कुपन अथवा कार्ड भनेर पढाएको थियो नि त हामीले। यो न्यु खान भनेको प्रवेश है, केन भनेको के त, कार्ड भनेको प्रवेश गर्न लाग्ने टिकट, प्रवेश टिकट रहेछ है, एडमिसन फी। एडमिसन फीमा चाहिँ के छ त, ओतना रहेछ, अनि कोकोसे रहेछ, अनि स्यु अनि चुगा कुसेको लागि रहेछ है त। ओतना भनेको वयस्कको लागि कति छ, वयस्कको लागि कति हो, अनि कोकोसेको लागि जस्तो यहाँ हेरौँ है त। वयस्कको लागि कति रहेछ त, 1880 रुपियाँ रहेछ। कोकोसेको लागि कति रहेछ त, यहाँ कोकोसे विद्यार्थीको लागि चाहिँ 1250 रुपियाँ टिकट लाग्ने रहेछ। अनि स्यु वा चुगाको चाहिँ प्रावि अथवा निवारीको विद्यार्थीको लागि चाहिँ 620 रुपियाँ
पैसा लाग्ने रहेछ है त। अनि अर्को यहाँनिर के भन्ना छ भन्दाखेरि यो जिखाराची के तो भन्ना छ 4 बजे भन्दा पछाडिको अथवा 4 बजेसम्म 4 बजेदेखि उताको चाहिँ टिकट काट्ने हो भने चाहिँ त्यही वयस्कले टिकट काट्दाखेरि कति काट्ने हुन्छ त 1800 को 1310 मा हुने रहेछ, अनि 1250 को 870 मा हुने रहेछ, अनि त्यसबाट 620 को 430 मा हुने रहेछ। त्यही हो, तर के त सबै त्यही हो, यहाँनिर भएको सबै त्यही हो, तर के त 4 बजी भन्दा पछाडि टिकट काट्यो भने कति पर्छ भन्ने कुरा मात्रै फरक छ, अरु सबै नै त्यही हो है त। यो कुरालाई बुझ्नु होला। अर्को यहाँ भनेको छ इप्पान दाइगाको सही भनेको छ। ल इप्पान भनेको खान्जी यो इप्पानको खान्जी हो है त। यो इप्पान भनेको त सामान्यतया भनेको सामान्यतया यो ओतनाहरूको लागि अथवा दाइगाको सहीको लागि चाहिँ लाग्ने खर्च भनेको कति देखाइरहेको छ त यहाँ 1880 रुपैयाँ देखाइरहेको छ। यो कुरालाई बुझ्नु होला है त। ल यो चाहिँ हाम्रो समग्रमा विवरण। अनि यहाँ तल देखाइरहेको छ, यो तल भएको कुरालाई कहिलेकाहीँ चाहिँ यो पनि सोध्न सक्छ, म तपाईँलाई हाइलाइट पनि गरिदिन्छु है। कहिलेकाहीँ चाहिँ यो पनि सोध्न सक्छ, यो कुरालाई नै हेर्नु होला है। यहाँ चुरी भनेको त थाहा छ नि त हामीलाई, चुरी भनेको चाहिँ यो खुज्रा पैसा भन्छ नि, हामीले चेन्ज पैसा भन्छ नि, हो त्यसलाई चुरी भन्छ है त। चुरी सेन्नु ओतोरी हो वा सुरेनी चिउई भनेको छ। चुरी भनेको पैसा, अनि त्यसपछि सेन्नु भने चाहिँ यो खुज्रा जुन बाँकी पैसा भन्छ, जस्तो तपाईँको 870 रुपैयाँ अथवा 1310 रुपैयाँ टिकट काट्नुभयो भने त 1500 रुपैयाँ हाल्नु भने त बाँकी एक्स्ट्रा आएको पैसा त्यो खुज्रा चेन्ज पैसा आउँछ नि तपाईँलाई, हो त्यसलाई चाहिँ चुरी सेन भन्छ। हो त चुरी सेनको पैसा चाहिँ तपाईँले ओतोरी वा सुरेनी चिवी बिर्सिन सक्नुहुन्छ, त्यो कुरा ध्यान दिनु होला भन्नु छ। सो तपाईँलाई कहिलेकाहीँ यसबाट के क्वेसन पनि सुन्न सक्छ भन्दाखेरि तपाईँले टिकट काटिसक्नुभयो, अब तपाईँले ध्यान दिनुपर्ने कुरा चाहिँ के हुन्छ भनेर सोध्छ। के हुन्छ त भन्दाखेरि तपाईँले चुरी सेन चाहिँ लिनुपर्ने अथवा त्यो लिनको लागि चाहिँ नबिर्सिने कुरा चाहिँ ध्यान दिनुपर्ने कुरा हुन्छ है त। यो कुरा थियो, इम्पोर्टेन्ट कुरा यो है त। ल यो त कुरा। अब यहाँनिर भएको सही एन्सर चाहिँ कुन हुन्छ हेरौँ है त। यो एउटा मान्छे रहेछ, यसले दाइगाको सही रहेछ, यसले चाहिँ 4 बजी भन्दा पछाडि टिकट काट्छ अरे भनिसकेको सबै परिचय छ। पहिला हामीले दाइगाको सहीको विद्यार्थी हेरौँ है त। दाइगाको यहाँ छ, अर्को एउटा यहाँ छ है त। दुईटा दाइगाको छ है त। ओतना भएको भए यो हुन्थ्यो, चिवाको सेउ भएको भए यो हुन्थ्यो है त। अब यहाँनिर चाहिँ यो दाइगाको सहीको को विद्यार्थी, यो को सही दाइगाको विद्यार्थीले चाहिँ को सहीको अथवा हाई स्कुलको विद्यार्थीले दाइगाको होइन है, यो को सही, यो को सहीको विद्यार्थीले चाहिँ एडमिसन फी चाहिँ कति लाग्थ्यो त 1250 रुपैयाँ लाग्थ्यो। तर यसले के भन्दा छ 4 बजी भन्दा पछाडि टिकट काटो भन्नुभएको छ नि त। भनेपछि यहाँ चाहिँ 4 बजी भन्दा पछाडि टिकट काटो भने यतापट्टिको कोठालाई नहेर भाइ, यतापट्टिको कोठालाई हेर भनेको हो। भनेपछि के रहेछ त 4 बजी भन्दा पछाडिको टिकट काट्यो भने यहाँनिर हेर्ने यो ठिक छ, त्यसपछि 4 बजी भन्दा पछाडि यो पनि ठिक छ। भनेपछि यसको सही एन्सर के हुनेछ त हाम्रो। अब हामीले हेर्नुपर्ने चाहिँ हाई स्कुलको विद्यार्थी, यहाँ हाई स्कुलको विद्यार्थीले 870 रुपैयाँमा टिकट काट्छ भन्दा छ। सही एन्सर के हुनेछ 870 रुपैयाँ हाम्रो सही एन्सर हुने रहेछ। यसरी चाहिँ हामीले बुझ्नुपर्ने रहेछ। ल यसको सही एन्सर के रहेछ त यो 1250 पनि होइन रहेछ, यो 1880 पनि होइन रहेछ, के रहेछ त यतापट्टि भएको 780 रुपैयाँ रहेछ, 870 रुपैयाँ रहेछ। यो चाहिँ सही एन्सर हुने रहेछ। ल यति गर्दै हामी अर्को क्वेसन नम्बर 6 मा गइहाल्छौँ है त। ल क्वेसन नम्बर 6 मा यो पनि सजिलो छ। यो क्वेसन चाहिँ अब मैले लेसनको भिडियो एक्सप्लेन गर्दा पनि गरिसकेको छ, यसमा पनि त्यत्रो धेरै एक्सप्लेन गर्नुपर्ने कुराहरू त केही छैन, तर पनि म सरसरी थोरै एक्सप्लेन चाहिँ गरिदिन्छु है त। यहाँ रोयल गेस्टो भनेको छ, रोयल गेस्टको एउटा कुपन रहेछ, दोरिङकुबा हानगाकु भनेको छ, ओकोसम्म मुर्यो भनेको छ। यो चाहिँ ड्रिङ्क बारको कुपन रहेछ। हानगाकु भनेको हानगाकु 50% डिस्काउन्ट भइहाल्यो, ओकोसम्म मुर्यो भने चाहिँ कस्टमरको लागि फ्री भन्ने खालको भयो। यसको मैले इरोदरीको भिडियोमा पनि सबै एक्सप्लेन गरिसकेको छ, त्यो सर्ट एक्सप्लेन गरेर म सरसरी अगाडि बढिहाल्छु है त। यहाँ भन्दा छ कोचिरानो कुपन हो गोचुमुन तोकिनी गोतेजी कुदासाई भन्दा छ। यो कुपन चाहिँ अर्डर गर्ने बेलामा देखाउनु भन्दा छ। अर्को छ होन्किन नोमिनो सियोवा देखिमासेन भन्दा छ। यो कुपन चाहिँ अन्य कुनै पनि अवस्थामा प्रयोग गर्न सकिँदैन भनेको, अन्य कुनै पनि सेवा सुविधामा प्रयोग गर्न सकिँदैन भन्दा छ। अनि त्यसबाट यहाँ भन्दा छ अर्को चाहिँ चौसुकु जिखान दाइवा गोर्यौदेखिमा सेन भन्दा छ। बिहानको समय खाना खाने टाइममा चाहिँ यसले प्रयोग गर्न सक्दैन भन्दा छ यो कुपनलाई। अनि युको गेममा देखाइरहेको छ, टाइम अवधि देखाइरहेको छ। अब वास्तवमा हाम्रो क्वेसन चाहिँ के सोधेछ, क्वेसन पनि हेरौँ है त। क्वेसनमा के सोधेछ भन्दाखेरि दोन्ना साबि सुगारिमासका भनेको छ। कस्तो किसिमको सर्भिस छ हेर्दा यो कुपनको कस्तो किसिमको सर्भिस छ भन्दाखेरि दोरिङकु बागा गोजी पासन्तो फु नि नारु भन्दा छ। गोजी पासन्तो भाषामा के पनि भन्छ भने थिएँ मैले अघि मैले भनेको थिएँ नि, यो इची नि सान योङगो भने जस्तै नि वारिबिकी सान वारिबिकी भने जस्तै के हुन्छ त यो गोजी पासेन्तो हुन्छ नि। यो गोजी पासेन्तोलाई 50% को ठाउँमा के हुन्छ त अब गो वारिबिकी भनेर नि भन्न सक्छ। त्यो भने चाहिँ 50% नै रहेछ भन्ने कुरा नि बुझ्नुपर्ने हुन्छ है। यसको सही एन्सर के हुन्छ त 50% डिस्काउन्ट। किन 50% डिस्काउन्ट भन्दाखेरि यहाँ हानगाकु भने चाहिँ हानगाकु भने 50% हो। 50% डिस्काउन्ट चाहिँ यो कुपन प्रयोग गर्दाखेरि पाउने रहेछ। यो चाहिँ मैले हेरोदरीको लेसन भिडियो पढाउँदा पनि एक्सप्लेन गरिसकेको छ, त्यही हो त्यति धेरै इम्पोर्टेन्ट दिन। इम्पोर्टेन्ट जेट एक्जाम त आउँछ, तर पनि
आजको भिडियोमा चाहिँ त्यति धेरै एक्सप्लेन पनि गरिन है त। ल यसको सही एन्सर हुने चाहिँ हाम्रो 1 नम्बरको 50% डिस्काउन्ट हुन्छ भन्ने कुरा चाहिँ सही एन्सर हुने रहेछ। अर्को हामी 7 नम्बरमा जान्छौँ। 7 नम्बरमा पनि यो जेफ्ट एक्जाम आइरहेको अर्को कुपन छ। यसमा चाहिँ म थोरै यसमा चाहिँ एक्सप्लेन गरिदिन्छु है त। यसमा के भन्छ भने मसी खाइकेगा यदि तपाईँले पैसाको बिल चाहिँ त कति भयो त खाना खानुभयो खाइसकेपछि तपाईँलाई बिल भयो कति 4000 बिल भयो भने त्यस्तो अवस्थामा चाहिँ तपाईँले टिकटको वारीबिकी चाहिँ कति पाउनुहुन्छ त भनिरहेको छ है त। अब वारीबिकी कति पाउने भन्ने भन्दा पहिला चाहिँ तपाईँलाई यहाँ भएको कुरालाई सरसरी हेरौँ है त। फर्स्टमा चाहिँ खाइसेन सुसी भनेको छ। यो खाइसेन सुसी भने चाहिँ कस्तो हुन्छ भने यो समुद्री खानेकुराहरू पाइने एउटा रेस्टुरेन्ट भएको सुसीलाई चाहिँ खाइसेन सुसी भन्छ। यसमा चाहिँ म्याक्सिमम सी फुडहरू चाहिँ अभाइलेबल हुन्छ है। कहिलेकाहीँ चाहिँ यो खाइसेन सुसी दिएर यो के को कुपन हो भनेर सोद्धाखेरि अथवा यहाँ कस्तो खालको खानेकुरा पाउँछ भन्दाखेरि तल चाहिँ सी फुड अथवा अरू केही कुराहरू दिएको छ भने त्यसमा सी फुड चुज गर्नु होला है। यो कुरामा धेरै कुरा बुझ्नुपर्छ है यस्तो कुरामा यो टिकटहरूमा। अर्को छ भन्छ है रियो जिखान्डाई भन्दा चाहिँ रियो जिखान प्रयोग गर्ने समय चाहिँ कति रहेछ त हेजिजुको गेचुबाट किन्युबीमा चाहिँ 11 बजीबाट 2 बजीसम्म चाहिँ प्रयोग गर्न मिल्ने रहेछ। यसमा नि युको के गेम देखिरहेको छ म्याद एक्सपायर हुने डेटहरू चाहिँ यहाँ 2025 को 2 को महिना 28 तारिकसम्म चाहिँ यसमा प्रयोग गर्न पाइने रहेछ। अनि वारीबिकी के रहेछ त वारीबिकी चाहिँ 2000 भन्दा इजोनो चुमन्दे गोपासेन्ट अफु भन्दा छ भनेको चाहिँ 2000 भन्दा माथिको यदि खाना खानु भएको छ अथवा अर्डर गर्नु भएको छ भने मात्रै तपाईँले 5% डिस्काउन्ट पाउनुहुने रहेछ। अब 5% डिस्काउन्ट पाउनु पनि त कन्डिसन चाहिन्छ। त्यो कन्डिसन चाहिँ के भनिरहेको छ भन्दाखेरि जोकेनमा दिइरहेको छ। जोकेनमा रान्ची मेनु भनेको छ। एउटा लन्चको मेनु छ। हो त्यो लन्चको मेनुमा चाहिँ यहाँ चाहिँ गेन्तेई भन्छ। गेन्तेई भने चाहिँ लन्चमा मात्र लागू हुनु भनेको क्या। जस्तो तपाईँले यसलाई चाहिँ डिनरमा अथवा लन्चको टाइम सकिसके पछाडि चाहिँ तपाईँले यसलाई चाहिँ प्रयोग गर्न पाउनुहुँदो रहन्छ है। जस्तो यहाँ भनिरहेको छ नि 11 बजीदेखि 2 बजीसम्म मात्रै प्रयोग गर्न पाउनुहुन्छ। त्यो 2 बजीभन्दा पछाडिको टाइम चाहिँ तपाईँको लन्चको टाइम सकिन्छ। त्यसबाट तपाईँले यो कुपन देखाएर प्रयोग गर्न पाइँदैन भन्ने कुरा देखाउँछ यहाँ चाहिँ गेन्देईले है। यो कुरालाई बुझ्नु होला। कहिलेकाहीँ कोही क्वेसन सोध्छ यो मान्छेले 3 बजे यो खाना यति अर्डर गरौँ जस्तो यहाँ भन्छ नि यसले 4000 को खाना खाएको थियो त्यस पछाडि यसले 3 बजी 4000 को खाना खायो भने कति डिस्काउन्ट पायो भन्ने हुन्छ। भनेपछि 3 बजी के छ त यसको लन्च टाइम सकिन्छ यो कुपन प्रयोग गर्न मिल्दैन। जति पैसा उठ्छ त्यति नै तिर्नुपर्छ कुपनको डिस्काउन्ट चाहिँ हुँदैन भन्ने कुरा बुझ्नुपर्ने हुन्छ है। अर्को दोस्रो छ टेकआउट वा ताइसो खाई भनिरहेको छ क्या। यो टेकआउट भनेको टेकआउट भनेको पसलमा नखाइकन बाहिर लिएर जाने। यदि यो कुपन प्रयोग गर्नु छ भने चाहिँ पसलमै आएर खानुपर्छ। यदि पसलभन्दा बाहिर टेकआउट गरेर लिएर गयो भने चाहिँ यसले के हुन्छ त ताइसो खाई भनेको चाहिँ यो कुपन प्रयोग गर्न मिल्दैन अथवा छुट लागू हुँदैन भनिरहेको छ क्या। भनेपछि यो बाहिर यो कुपनमा पसलमा भन्दा बाहिर चाहिँ यो कुपन प्रयोग गर्न नसकिने अवस्था हुने रहेछ। अर्को छ होखानो कुपन त हेयो फुका भनिरहेको छ भनेको अन्य अरू कुनै पनि सेवा सुविधा अथवा अन्य कुनै पनि कुपनमा चाहिँ यो कुपन जोड्न अथवा एड गर्न सकिँदैन भन्ने कुरा देखाइरहेको छ है त। अब हेरौँ है त हामीले क्वेसनमा के सोधिरहेको छ। यदि तपाईँले 4000 को बिलको अर्डर गर्नुभयो भने कति डिस्काउन्ट पाउनुभयो भन्दा छ। 4000 को 5% डिस्काउन्ट भनेको कति हुन्छ त हाम्रो यहाँनिर देखाइरहेको छ 5% डिस्काउन्ट हुन्छ भनेर देखाइरहेको छ। हामीले 2000 भन्दा माथिको अर्डर गरेको छ 4000 को अर्डर गरेको छ त्यही भएर 5% डिस्काउन्ट 4000 को 5% डिस्काउन्ट भनेको हाम्रो कति हुन्छ त 200 रुपियाँ डिस्काउन्ट पाइन्छ भन्ने कुरा चाहिँ हामीलाई थाहा हुन्छ। भनेपछि 4000 को 5% भनेको कति हुन्छ 200 रुपियाँ हुन्छ। तर यहाँनिर नझुक्नु होला है। म्याक्सिमम स्टुडेन्टले के गर्नुहुन्छ भने यसमा यहाँ त अप्सन अहिले त सजिलो छ। कहिलेकाहीँ चाहिँ के आउँछ भने यदि तपाईँले 4000 को डिस्काउन्ट 4000 खानुभएको छ अवस्थामा भने कति % डिस्काउन्ट पाउनुहुन्छ भनेर भन्दा छ। डिस्काउन्ट पछिको मूल्य चाहिँ कति हो भनेर सोधेको छैन है। डिस्काउन्ट चाहिँ कति पाउनु भएको छ भन्ने मात्रै भनेको छ। भनेको मतलब के रहेछ त तपाईँले डिस्काउन्ट पाउने रकम भनेको 200 मात्रै हो। म्याक्सिममले के गर्नुहुन्छ भने यहाँनिर जस्तो अर्को एउटा अप्सन यहाँ जस्तो 100 भएको ठाउँमा के आउन सक्छ भन्दाखेरि 3800 आउन सक्छ क्या। तर 3800 पनि हो नि त। जस्तो तपाईँको 4000 को खाँदाखेरि तपाईँले 200 रुपियाँ डिस्काउन्ट पाउँदा कति तिर्नुपर्छ त 3800 रुपियाँ तिर्नुपर्छ है। 3800 रुपियाँ तिर्ने ठाउँमा चाहिँ 3800 रुपियाँ चाहिँ सही एन्सर हुँदैन। किन हुँदैन भन्दाखेरि के सोधिरहेको छ भन्दाखेरि वारीबिकी चाहिँ कति पाउनु भयो त भनिरहेको छ नि त। कति रुपियाँ चाहिँ तिर्नु भयो त भनेको भए चाहिँ इकुरा खाखारी मासका अथवा इकुरा हाराई मासका भनेको भए चाहिँ कति रुपियाँ हराउ गर्नुभयो भनेको भए चाहिँ यहाँ 3800 रुपियाँ सही एन्सर हुन्थ्यो। तर यसले के भनिरहेको छ त 4000 को बिल खाँदा कति रुपियाँ चाहिँ डिस्काउन्ट पाउनु भयो त भनिरहेको छ नि त। डिस्काउन्ट पाएको त हामीले 200 रुपियाँ हो नि त। तिरेको पैसा होइन कि डिस्काउन्ट पाएको रुपियाँ चाहिँ कति हो भन्ने कुरा बुझ्नुपर्छ। त्यही भएर क्वेसन चाहिँ तपाईँले डिस्काउन्ट कति पाउनु यहाँ वारीबिकी केन वा अथवा वारीबिकी खाखाको वा यी कुरा देशका भनेर सोधेको छ भने चाहिँ
यति रुपियाँ डिस्काउन्ट पाएको जति पाएको छ त्यति, तर तपाईँले यो 4000 को सामानमा यति यति खाएर कति रुपियाँ हाराउ गर्नुभयो त भन्नु भने चाहिँ तपाईँलाई यति रुपियाँ हाराउ गरे अथवा 4000 को 200 घटाएर 3800 रुपियाँ चाहिँ तिरे भन्ने कुरा चाहिँ बुझ्नुपर्ने हुन्छ है। त्यही भएर यहाँ हामीलाई कति रुपियाँ तिरेको होइन कि कति रुपियाँ डिस्काउन्ट पाएको भन्ने सोधेको छ, त्यसको सही आन्सर 2 हुन्छ है त, अथवा 200 हुन्छ है त। अर्को क्वेसनमा जान्छौँ हामी। 8 नम्बर क्वेसनमा छ। 8 नम्बर क्वेसन पनि यसको बारेमा पनि मैले इरोतोरीको बुक पढाउँदाखेरि नै एक्सप्लेन गरिसकेको छ। यसमा पनि हामीले त्यत्रो धेरै एक्सप्लेन चाहिँ गर्नु पर्दैन, थोरै एक्सप्लेन चाहिँ गरिदिन्छु, थोरै एक्सप्लेन गर्नलाई सरसरी हेर्नु होला है त। इचु मिसेमास्का कहिले देखाउने भनिरहेको छ। अब कहिले देखाउने भन्ने कुरा त हामीलाई थाहा छ, हामीले इरोतोरीको भिडियोको मैले एक्सप्लेन गरेको भिडियो पनि हेरिसकेका छौँ। यहाँ चाहिँ निकोनी दाइना भनेर चाहिँ निकोनी डिनरको एउटा कुपनको सेट रहेछ। यहाँनिर के छ भन्दाखेरि गोइन्सुको दाइ 0% अफ भनेको छ। अघि मैले के भनेको थिएँ भन्दाखेरि 0% अफ ठाउँमा के हुन्छ तपाईँले इची वारिबिकी पनि आउन सक्छ, कहिलेकाहीँ इची वारिबिकी, नि वारिबिकी, सान वारिबिकी पनि आउन सक्छ। यो कुरालाई चाहिँ हामीले कण्ठ गरेर राख्नु होला है त। यहाँ भन्छ ओखाइकै तोकिने मिस ओमिसे कुदासाई भनेको छ। के रहेछ त बिल तिर्ने बेलामा देखाउनु भनिरहेको छ एउटा कुरा। अर्को छ रान्ची दिना तोन्मु रियो खानु देश भनेको छ। भनेको लन्चमा पनि डिनरमा पनि दुईटै अवस्थामा चाहिँ प्रयोग गर्न सकिन्छ, किनकि यो 10% मात्रै छ, त्यही भएर दुईटै ठाउँमा प्रयोग गर्न सकिन्छ भनिरहेको छ। अर्को छ होन्केन वा इची ग्रुप पुनो इखाइ खागिरी युको उद्देश भनेको छ। यो कुपन चाहिँ एउटा ग्रुपमा एकपटकको लागि मात्रै मान्य हुन्छ, अभाइलेबल छ भनिरहेको छ। भन्नु मतलब के रहेछ त यो कुपन चाहिँ एकचोटि आएर तपाईँले प्रयोग गर्नुभयो भने फेरि अर्कोचोटि चाहिँ यही कुपन प्रयोग गर्न सकिँदैन भनिरहेको छ है त। अरू छ होखानो साबिसु कुपन त नो हेयुवा देखिमासेन भनिरहेको छ। भनेको अन्य कुनै पनि सेवा सुविधामा यो कुपन चाहिँ जोड्न अथवा एड गर्न सकिँदैन भनिरहेको छ। यसको खान्जीको म सबै इरोतोरीको 3 लेसनको भिडियो पढाउँदाखेरिको रिडिङमा सबै एक्सप्लेन गरिसकेको छ। त्यो हुनाले गर्दाखेरि यो खान्जीलाई चाहिँ त्यो भिडियोमा गएर हेरेर टिप्नु होला है त। मैले सरसरी आजको भिडियोमा चाहिँ खान्जी भन्ने भन्दा पनि रिडिङको क्वेसनहरू मात्रै एक्सप्लेन गरिरहेको छु। त्यो हुनाले गर्दाखेरि खान्जी सबै टिप्न मन लागेको छ अथवा खान्जी जान्नु मन लागेको छ भने चाहिँ त्यतापट्टिको भिडियोमा गएर हेर्नु होला है त। यहाँ क्वेसन के सोधिरहेको छ भन्दाखेरि इचु मिसेमास्का कहिले देखाउने यो कुपन भनिरहेको छ। कहिले देखाउने भन्दाखेरि ओखाइकै तोकिने ओमिसे कुदासाई भनिरहेको छ। कहिले रहेछ त मिसेनी हायरु तोकी प्रवेश गर्ने बेला त होइन, चुमुन सुरु तोकी अर्डर गर्ने बेला पनि होइन। के भनिरहेको छ त बिल तिर्ने बेलामा, पैसा तिर्ने बेलामा भनिरहेको छ भने चाहिँ ओखाने हो हाराउ तोकी पैसा तिर्ने बेलामा के गर्नुपर्छ त हामीले ओखाइकै भनेको बिल हो, टिकट हो अथवा पैसा हो त्यो पैसा तिर्ने बेलामा चाहिँ हामीले देखाउनु पर्ने रहेछ। त्यही भएर सही एन्सर के भन्छ त 3 नम्बरको हुने रहेछ है त। अर्को 9 नम्बर क्वेसन छ। 9 नम्बर क्वेसन पनि जेएफटी एक्जाममा म्याक्सिमम आइरहेको क्वेसन। यसको बारेमा सरसरी हेरौँ। यो पनि म्याक्सिमम आइरहेको छ है जेएफटी एक्जामको लागि, एकदमै इम्पोर्टेन्ट छ। फर्स्टमा चाहिँ हामीले यो क्वेसन पढौँ है त। यो 300 रुपियाँ खाना खाने कार्यालयले चाहिँ है सम्यक नो नोमिमोनो फुता सुमास्ता कुपन चुखाउ दो कुरा नि नारी मास्ताका भनिरहेको छ। तपाईँले 300 रुपियाँको अर्डर गर्नुभएको छ खानेकुरा अथवा पिउने वस्तु दुईटा, कतिवटा त दुईटा अर्डर गर्नुभयो। 300 रुपियाँको दुईटा अर्डर गर्नुभयो भने के हुन्छ त 300 रुपियाँको एउटा भयो भने 600 रुपियाँ चाहिँ तपाईँको टोटल भएछ भनेर सम्झिहाल्नु पर्यो है। अब यो कुपन प्रयोग गर्दा कति रुपियाँ तिर्नुपर्छ त 600 रुपियाँ भएको छ, कुपन प्रयोग गर्दा कति तिर्छ हेरौँ है त। कुपनमा के भन्छ ल। रेस्टुरेन्टमा भन्दा छ रेस्टुरेन्टमा चाहिँ अब तपाईँले यो कुपन प्रयोग गर्नुपर्ने छ है त। ल यहाँ फर्स्टमा भन्नु छ कोनो गामेन हो मिसेनी गोतेजी कुदासाई भन्नु छ। यो जुन एउटा गामेन छ, यहाँनिर एउटा गामेन छ, यो गामेन चाहिँ तपाईँले पसलमा गइसके पछाडि चाहिँ देखाउनुहोस् भनिरहेको छ है त। यदि पसलमा देखाउनको लागि चाहिँ यो गामेन देखाउनु पर्ने छ। अनि भन्न छ इन्चाचुगा हिचौना कुपन वा पिसी दे इन्चाचुसिते ओमाची कुदासाई भनिरहेको छ। यो इन्चाचुगा हिचौना कुपन भन्छ यदि तपाईँले प्रिन्ट गर्नको लागि आवश्यक कुपन छ भने चाहिँ पिसी भनेको पर्सनल कम्प्युटरमा है, कम्प्युटरमा चाहिँ इन्चाचु भनेको प्रिन्ट गरेर मोची कुदासाई लिएर आउनुहोस् अरे क्या। तपाईँले यो कुपन छैन भने अथवा तपाईँलाई चाहिँ पसलले तपाईँले प्रिन्ट गरेर लिएर आउनुपर्ने छ यो कुपन भनेको छ भने चाहिँ तपाईँले यो कुपन चाहिँ प्रिन्ट गरेर लिएर आउनुपर्ने हुन्छ भनिरहेको छ। अब कहिलेकाहीँ के सोध्छ भने क्वेसन यो पसलले यो कुपनको अर्डर गरेको थियो अथवा यो कुपनको लागि चाहिँ सुसुमे गरेको थियो, अनि त्यो कुपन प्रयोग गर्नको लागि आवश्यक इम्पोर्टेन्ट कुरा चाहिँ के हो भनेर सोद्धाखेरि के भन्छ त पसलले कुपन चाहिँ प्रिन्ट गरेर लिएर आउनु भनेको छ भन्ने चाहिँ सही एन्सर हुनसक्छ। त्यही भएर यो कुरालाई बुझ्नु है त। अब यहाँ तल भएको विवरण पनि भन्नु ड्रिङ्कको लागि चाहिँ हानगाको रहेछ। ड्रिङ्कको लागि कति पर्सेन्ट डिस्काउन्ट रहेछ त हानगाको भनेको फुल 50% डिस्काउन्ट रहेछ। यो कुरालाई बुझ्नु है त। हानगाको भन्ने बित्तिकै 50% डिस्काउन्ट। ल कुपन प्रयोग गर्यो भने चाहिँ ड्रिङ्कमा चाहिँ 50% डिस्काउन्ट पाइँदो रहेछ है त। अर्को छ यहाँनिर हेउजी गोतेजी भनेको चाहिँ देखाउने बेलाको कन्डिसनहरू, तपाईँले कस्तो बेला चाहिँ यो कुपन देखाउनु पर्छ अथवा कस्तो बेला चाहिँ यो कुपनलाई सो गर्नुपर्छ त भनिरहेको छ। कस्तो बेला कुपनलाई सो गर्ने भन्दाखेरि यहाँ भनिरहेको छ न्युटेन जी भनिरहेको छ। न्युटेन भनेको
तपाईँ ढोकाबाट प्रवेश गर्दाखेरि रेस्टुरेन्टमा ढोकाबाट रेस्टुरेन्टमा प्रवेश गर्दाखेरि चाहिँ तपाईँले इरास्साइमासे भन्दाखेरि अथवा अर्डर लिने बेला चाहिँ तपाईँले मसँग चाहिँ यो कुपन छ भनेर देखाउनु पर्ने छ ढोका प्रवेश गर्दाखेरि। अनि चिउमन्तोकी तपाईँले ढोका प्रवेश गर्दाखेरि पनि अनि अर्डर लिने बेलामा पनि यो कुपन चाहिँ सो गर्नुपर्ने रहेछ है त, यो कुरालाई बुझ्नु ल। अर्को छ यो जोकेन भनेर छ, प्रयोग अवधि चाहिँ कस्तो हुन्छ त, यसको प्रयोग विधि चाहिँ कस्तो छ त त्यो पनि भनिरहेको छ है त। होखानो कुपन अन्य कुनै पनि कुपनसँग चाहिँ साबिसो होखानो कुपन अन्य कुनै कुपनसँग अन्य कुनै पनि सर्भिसहरूसँग चाहिँ हेयो फुका अरे अन्य कुनै पनि कुपनहरूसँग चाहिँ प्रयोग गर्न मिल्दैन भनेर छ। इचिमेइसामा एक वा एकजना भन्दा बढी व्यक्तिले चाहिँ प्रयोग गर्न मिल्छन् भनेर छ है त। अरू छ युको किखान भनेर छ, युको किखान पनि के हुन्छ त एक्सपायरी मिति भनेको रहेछ त 2020 को 7 को महिना माचु चिचु लेखा छ। यो खान्ची चाहिँ माचु चिचु हो। माचु चिचु भनेको के हुन्छ नि कुनै पनि महिनाको अन्तिम दिन भनेको हो क्या, भनेको कहिलेसम्म रहेछ त 2020 को 7 को महिना 31 तारिकसम्म रहेछ भनेर बुझ्नुपर्ने रहेछ क्या यसलाई। कहिलेकाहीँ 30 तारिक पनि हुन्छ, कहिलेकाहीँ 31 तारिक पनि हुन्छ, सबैभन्दा अन्तिम दिनसम्म चाहिँ कुपन प्रयोग गर्न पाइन्छ भन्ने कुरा चाहिँ रहेछ है त। ल अर्को क्वेसन छ, तेइजी जो के हो गोखा किन्नु ये गोर्यो कुदासाई भनेर छ। तपाईँले यो माथिको देखाउने कन्डिसनहरूलाई चाहिँ खाकुन गरेर मात्रै प्रयोग गर्नुहोस् भनेर छ। यो सबै कुरा तपाईँले छ भने चाहिँ यो सबै कुरा तपाईँसँग कुपनमा छ भने मात्रै तपाईँले यो कुपन प्रयोग गर्न मिल्छ, त्यही भएर चाहिँ यो खाकुन गर्नु होला भनेर भनिरहेको छ है त। ल यति थियो यो कुपनको विवरण। अब यसको क्वेसन पनि सल्भ गरौँ है त। यो क्वेसनले के भन्छ भन्दाखेरि के भन्नु थियो, 300 को 2टा नोमिमोन अर्डर गर अरे भनेको 300 को 2टा नोमिमोन अर्डर गर्दा कति हुन्छ त हाम्रो 600 हुन्छ, 100 अनुसार 600 हुन्छ हैन त, 600 रुपैयाँ हुन्छ। तर अहिले कुपनले के भनेको छ त ड्रिङ्क बारमा 600 को 50% डिस्काउन्ट हुन्छ भनेर रातोले ल्याइरहेछ। भनेको 300 को 2टा अर्डर गर्दा 600 हुन्थ्यो, तर फेरि 600 को 50% भनेको कति हुन्छ त 300 हुन्छ। भनेपछि यसको सही एन्सर कुन हुने रहेछ त हाम्रो 300 चाहिँ सही एन्सर रहने रहेछ। ल यति गर्दा हामी 10 नम्बरमा गइहाल्छौँ है त। ल 10 नम्बरमा पनि हाम्रो एउटा क्वेसन आइरहेछ, यो पनि म्याक्सिमम जेएफटी एक्जाममा आइरहेको देखिरहेको क्वेसन है, यो कुरालाई नि बुझ्नु है त। ल कुनै इभेन्ट हो नि सानका सुरु हुने कुरा एरिमास्का भनेर छ है त। यदि यो इभेन्टमा प्रयोग गर्न अथवा सहभागी हुन चाहने हो भने चाहिँ त्यसको लागि चाहिँ कति आवश्यक पर्छ भनेर भनिरहेको छ। यो कहिलेकाहीँ चाहिँ यो के को कार्ड हो अथवा यो के को इभेन्ट हो भनेर पनि सुन्न सक्छ, के को इभेन्ट हो अथवा कति पर्छ सबै कुरा म एक्सप्लेन गरिदिन्छु है त। फर्स्टमा यो ठुलो खाँची देखाएको छ नि, कहिलेकाहीँ यो कार्ड के को कार्ड हो भनेर सोध्न सक्छ। त्यो बेला तपाईँले के भन्नु भन्दाखेरि त्यही कि एनसौ खाइ भन्छ है, त्यही कि एनसौ खाइ। यो त्यही कि एनसौ खाइ भने चाहिँ त्यही कि भनेको नियमित भयो, एन्सौ भनेको चाहिँ साङ्गीतिक है। यो हामीले इरोजरी पनि पढेको छ नि त नि, साङ्गीतिक बाजा एन्सौ खाइ भनेर साङ्गीतिक कार्यक्रम भनेर पढेको थियो नि त इरोजरीको लेसन पढ्दा पनि। हो एसौ खाइ एन्सौ खाइ भने चाहिँ नियमित हुने साङ्गीतिक कार्यक्रम भनौँ न, साङ्गीतिक कार्यक्रमको चाहिँ एउटा पोस्टर रहेछ है त। यो पोस्टरमा हामीले सहभागी हुनको लागि कति रुपियाँ तिर्नुपर्छ भन्ने कुरा चाहिँ देखाएको थियो। यो पहिला देखाएको त्यो भन्दा पनि पहिला भएको विवरणलाई चाहिँ पढौँ है त यसरी। प्रोग्राम भनेर छ, प्रोग्राम चाहिँ के हुन्छ भनेर छ है त। प्रोग्राममा के भनेर छ एनिमेसन गो माधोरे भनेर छ कि यो एनिमे खालको गीतहरूको चाहिँ एउटा मेडले हुने रहेछ। यो प्रोग्राममा एनिमे गीतको मेडले पनि हुने रहेछ। कहिलेकाहीँ चाहिँ यो के आउँछ त भन्दाखेरि यो एन्सो खाइमा के प्रोग्राम हुन्छ भनेर भनिरहेको हुन्छ, त्यो बेला चाहिँ यो कुरालाई हेर्नुलाई भनेको एउटा एनिमेसन गीतहरूको एनिमे गीतहरूको चाहिँ यो सङ भनेको एनिमेसन होइन कि एनिमे सङ्गीत भनेको है त। एनिमे सङ्गीतहरूको चाहिँ एउटा मेडले हुने रहेछ, एउटा कुरा बुझ्नु होला। दौयौ वारा बेउता भनेर छ। दौयौ वारा बेउता भने चाहिँ बाल एउटा केटाकेटी देखाइरहेको छ नि त यहाँ त, यो जस्तो हामीले स्कुल लेभल पढेको हुन्छ नि, हामी त साना कपिला भोलि त ठुला हुनेछौँ यस्तो यस्तो खालको एउटा बाल सङ्गीत हुन्छ नि, बालगीत हो, त्यस्तो खालको बालगीत कार्यक्रम पनि हुन्छ भनिरहेको छ क्या यसले। यो चाहिँ बालगीत कार्यक्रमको इभेन्ट पनि हुने रहेछ भनिरहेको छ। यसलाई चाहिँ दौयौ भन्छ है। दौयौ भनेको के त बालगीत अथवा बाल सङ्गीत कार्यक्रम भनौँ न, त्यो खालको कार्यक्रम चाहिँ हुने रहेछ भनिरहेको छ है त। अरू छ बारादो मेडले भनिरहेको छ। यो बारले मेडले पनि एउटा साङ्गीतिक कार्यक्रम नै हो, यसको पनि कार्यक्रम चाहिँ हुने रहेछ भनेर सोचिरहेको छ। यो कुरालाई बुझ्नु होला। अर्को देखाइरहेको छ यहाँ के छ त 2030 को 12 को महिना 14 तारिकको शनिबार चाहिँ 9 बजेदेखि 13 बजेसम्म कार्यक्रममा हुने रहेछ। कहाँ हुने रहेछ भनेर देखाइरहेको छ ताखादा सिमिन होरुमा हुने रहेछ। ताखादा भन्नेको सिमिन हलमा चाहिँ हुने रहेछ। यसको प्रवेश शुल्क चाहिँ कति लाग्ने रहेछ त, प्रवेश शुल्क के रहेछ त मुर्यौ रहेछ भनेको कति रहेछ न्युजो जुन प्रवेश शुल्क हुन्छ त्यो चाहिँ मुर्यौ रहेछ भन्ने कुरा बुझ्नुपर्ने रहेछ। सही एन्सर के हुन्छ हेरौँ है त। अब तादा भन्ने मिनिङ बुझिएन भने यो क्वेसनै बुझिँदैन, त्यही भएर
तादा भनेको चाहिँ फ्री निशुल्क भन्नुपर्दा चाहिँ तादा भनिन्छ यसको सही आन्सर तादा रहेछ है त यो कहिलेकाहीँ चाहिँ जेएफटी एक्जाम तपाईँले इरोदरी राम्रोसँगले पढ्नु भएको छ नि त इरोदरीको लेसनमा ग्रामरमा पनि मैले तादा कस्तो राम्रो लाग्छ एउटा तादा आउँदाखेरि तर लाग्छ एउटा तादा आउँदा भने फ्री आउँछ तादा आउँदाखेरि तर लाग्दाखेरि कस्तो राम्रो लाग्छ कन्भर्सेसनमा भनेर पनि मैले इरोदरीको ग्रामरको भिडियो पढाउँदाखेरि मजाले एक्सप्लेन गरिसकेको छ ग्रामरको भिडियो मजाले हेर्नु भएको छ नि तादाको बारेमा मजाले बुझ्नुहुन्छ कस्तो ठाउँमा तर प्रयोग गरिन्छ कस्तो ठाउँमा निशुल्कको प्रयोग गरिन्छ भन्ने कुरा है त ल यसको सही आन्सर अहिले तादा रहेछ अब 11 नम्बरमा जाउँ हामी कुनै इभेन्ट हुनु यो इभेन्ट वा नान्देशका भन्न छ यो इभेन्टको मुख्य बेस पोइन्ट चाहिँ के हो भनेर सोधिरहेको छ है त बेस पोइन्ट खोज्नु है त हामीले अब बेस पोइन्ट खोज्नुभन्दा पहिला चाहिँ हामीले यहाँ तलको क्वेसन पढौँ है त सङ्घा सुरुको त सहभागी हुने चाहिँ सबैभन्दा मुख्य पोइन्ट रहेछ एउटा कुरो अर्को छ माचिका किरे निनात्ताको त सहर चाहिँ सबैभन्दा राम्रो बनाएको कुरा अर्को छ आरिगातो युवाना खात्ताको त धन्यवाद नभनेको कुरा रहेछ है त अब हेरौँ यहाँ के रहेछ किन माचिनो कुरिन आफू भरन्तिया नि सानका सीमास्ता भनेर चाहिँ हिजो चाहिँ म कुरिन क्लिन गर्ने एउटा क्लिन गर्ने खालको अथवा सरसफाइ गर्ने खालको भोलिन्टियरमा म सहभागी भएको थिएँ आशा खोजिनी कोविनी आचुमध्ये जिउनिन गुराई दे गोमियो हिरोइ मास्ता भनेर छ बिहान चाहिँ म 9 बजी कोवेनमा सहभागी भएर अथवा कोवेनमा चाहिँ आचुमाते भएर भनेको भेला भएर 10 जना जति चाहिँ फोहोर उठाउने कार्यक्रममा सहभागी भइएको थियो भन्ने कुरा गरिरहेको छ है त हाजिमेवा चुखेरा त केदो मिन्ना त इस्योनी गाम्बाते माछिका किरै नाते यो खाता देश भनेको छ सबभन्दा पहिला चाहिँ म थाकेको थिएँ सुरुमा चाहिँ म काम गरेर नगरेको फोहोर उठाउन गएको थाकिहालेँ सुरुमा चाहिँ थाकेको थिएँ तर सबैजनासँग मिलेर अलिकति मेहनत गरेर सहर चाहिँ सफा गरेर यो खाता राम्रोसँगले बनाइयो सहरलाई चाहिँ सफा बनाइयो भन्दा छ है त वतादो रिदागारिका तो इत्ते कुरेते उरेसी खाता देश भनेको छ सकिसके पछाडि फोहोर उठाउने काम सकिएर सहर चाहिँ सफा भइसके पछाडि चाहिँ जुन लिडर थियो यो भोलिन्टियरको लिडर थियो त्यसले चाहिँ धन्यवाद तपाईँले आज सहयोग गरिदिनु भयो हेल्प गरिदिनु भयो भन्ने खालको सहयोग गरिदिनु भयो भनेर धन्यवाद भन्नु मलाई त्यो धन्यवाद पाएँ मैले हो त्यो धन्यवाद पाइसके पछाडि म खुसी भएँ भनिरहेको छ है त म त कोही उखा चुताउने साङ्कसित महिमास भनेको फेरि अर्कोचोटि यस्तै किसिमको गतिविधिमा क्रियाकलापमा सहभागी हुन चाहन्छु सुरुमा चाहिँ के भन्दाखेरि यो भोलिन्टियरको लागि चाहिँ यो कहाँ गए त कोवेनमा जम्मा भएर 10 जना फोहोर उठाउनको लागि गए है फोहोर उठाउनको लागि गए फोहोर उठाउनको लागि जानु भनेको के को लागि जान्छन् त सहर सफा बनाउनको लागि जान्छन् है फोहोर उठाउन जाने भनेको सहर सफा बनाउनको लागि जाने हो एउटा कुरा बुझ्नु है यो कुरा छ अनि अर्को के भन्दा छ भने अर्को मुख्य उद्देश्य के छ भने जुन लिडर थियो त्यो लिडरले चाहिँ आरिगातो भनेको छ भन्दा छ आरिगातो के को लागि भनेको त भन्दाखेरि काम सकियो काम के को लागि सकिएको त भन्दाखेरि सहर सफा भएको हो नि त सहर सफा भयो कस्तो राम्रो भयो सबैजनाले मलाई हेल्प गरिदिनु भयो सबैजनालाई धन्यवाद भनेको हुन्छ भनेपछि यसको यो सबैको मुख्य उद्देश्य भने के हुन्छ त भन्दाखेरि अथवा यो यहाँ माथि पनि भनिरहेको छ यो तलबाट बुझ्न गाह्रो भयो भने यहाँ माथि के को भन्दाखेरि क्विन आफू भोलिन्टियर सानका सीमासित भनेर त क्लिन अप गर्ने पुरै सरसफाइ गर्ने चाहिँ एउटा भोलिन्टियरमा चाहिँ सहभागी भयो भने यसको मुख्य उद्देश्य नै कहाँ रहेछ त यो क्लिन अप गर्ने भोलिन्टियरमा सहभागी हुनु थियो क्लिन अप के को लागि हुन्छ त भन्दाखेरि सहर चाहिँ सफा बनाउनको लागि हुन्छ भनेपछि यो जुन एसएनएस छ यसको मुख्य उद्देश्य नै के रहेछ त भन्दाखेरि यहाँ तल हेरौँ है त सानका सुरुको त सहभागी भएर म चाहिँ सहभागी भएँ भनेर चिनमा बसेर अरूले काम गरेर यता गर भाइ भन्दै हेर्ने कुरा होइन रहेछ है यो कुरा बुझ्नु होला दोस्रो कुरा थियो आरिगातो इवाना खात्ताको त भन्न छ आरिगातो त भनेको हो नभनेको चाहिँ होइन त्यो यो एन्सर नै गलत छ यसलाई मिल्दैन है अर्को मेन उद्देश्य भनेको के थियो त भन्दाखेरि यो क्लिनअप भन्ने भोलिन्टियरको क्लिनअप भन्नेमा सहभागी हुनुको मुख्य उद्देश्य नै के थियो भन्दाखेरि सहर चाहिँ किरै निनात्ताको त सहर चाहिँ सफा भएको कुरा थियो सहर सफा हुनु भनेको यो सानका सुरुको तको मुख्य हो पनि हो त्यो भएको हुनाले गर्दाखेरि चाहिँ यसको सही एन्सर चाहिँ 2 नम्बरको हुने रहेछ है त ल यति गर्दै हामी 12 नम्बर क्वेसनमा जान्छौँ ल यो 12 नम्बर क्वेसन अहिलेको हो है जेएफटी एक्जाममा म्याक्सिमम आइरहेको क्वेसन मध्येमा एउटा क्वेसन सबैभन्दा आजको सबैभन्दा इम्पोर्टेन्ट क्वेसनमा यो एउटा पर्छ है यसमा सानो छ तर यति धेरै इम्पोर्टेन्ट कुराहरू छ यति धेरै क्वेसनहरू छ सबै तपाईहरुलाई म एक्सप्लेन गर्छु है त कुनु पोसुता दे वखारको त वा धोरे देशका भन्दा छ क्या यो पोस्टर हेरेर हामीले बुझ्नुपर्ने कुरा चाहिँ कुन हो भन्दा छ बुझ्नुपर्ने कुरा चाहिँ हामीले यहाँ 3टा छ है आमेनो हिदाके हिराकिमास पानी परेको दिन मात्रै खुल्छ है अर्को छ नाचुवा जिन्मी सुरु नो बाबेकी दिवस भन्दा छ नाचुमा गएर जिन्मी गर्नेहरूको एउटा बाबेकी रहेछ है अर्को छ नोमी होदाइगा आरिमास नोमी होदाइ भनेको चाहिँ सबै खानेकुराहरू खाइने एकैचोटि सबै खानेकुराहरू समावेश भएको अथवा सबै खानेकुराहरू खान पाइने पनि छ भन्दा छ है त अब यसको मुख्य उद्देश्य चाहिँ के छ भन्ने कुरा सरसरी हेर्यो भने एकदमै धेरै इम्पोर्टेन्ट छ है यो चाहिँ
ल फर्स्टमा छ एउटा सानो पोस्टरबाटै सुरु गर्छु है त। यहाँनिर यति छ, पोस्टर चाहिँ यति हो, तर यसले कति गहकिलो कुरा बोक्छ भन्ने कुरा पनि एक्सप्लेन गरिदिन्छ है त। यो जेफ्ट एक्जाममा यसबाट धेरै क्वेसन सोधिरहेको हुन्छ है। यहाँ के छ भन्दाखेरि नाचुवा तेबुरा दे बाबेक्यू भनेर छ क्या। यो नाचु सिजनमा हुने यो तेबुरा भने चाहिँ के हुन्छ नि, तेबुरा दे बाबेक्यू भन्ने चाहिँ के हुन्छ नि, तपाईँले एउटा कुनै पनि बारबेक्यू बास्योमा जानुहुन्छ अथवा बारबेक्यू गर्ने ठाउँमा जानुहुन्छ, त्यहाँ जाँदाखेरि चाहिँ तपाईँले केही पनि लिएर नजाने क्या, खाली हात जाने अनि त्यहाँको कोम्बो प्याकेजहरू हुन्छ अनि त्यहीको स्टाफहरूले बनाउँछन् हो। त्यो बाबेक्यूमा गएर त्यही कोम्बो प्याकेजहरू त्यहीको सामानहरू किनेर अथवा त्यही सामानहरू प्रोभाइड सामानलाई चाहिँ हामीले युटिलाइज गरेर गर्ने खालको बाबेक्यूलाई चाहिँ के भन्छ भने तेबुरा बाबेक्यू भन्छ। भनेको के त, आफूले चाहिँ केही सामान लिएर जानै नपर्ने, त्यही आफै अलरेडी त्यहीँनिर सबै कुराहरू भएको, आफूले चाहिँ पैसा मात्रै तिरेर बाबेक्यू गर्न पाउने ठाउँलाई चाहिँ तेबुरा बाबेक्यू भन्छ है। जेम्स एक्जाममा के सोध्छ भने पछि गएर यो बाबेक्यूमा जानका लागि तपाईँले के सामान लिएर जानुपर्छ भन्छ। यतिले के हुन्छ, तेबुरा जानिएन भने जानिँदैन के त, केही पनि सामान लिएर जानै पर्दैन। यो कुरा चाहिँ बुझ्नु होला तेबुरा बाबेक्यू भन्दा बित्तिकै है। अब यहाँनिर छ तेबुरा बाबेक्यू भन्ने कुरा सक्यो। दोस्रो क्वेसन छ है। दोस्रो क्वेसनमा के छ भन्दाखेरि नोमिहोदाइया अप्सन आरु भन्दा छ क्या। नोमिहोदाइ भनेको के छ भन्दाखेरि यहाँ चाहिँ जति पनि तपाईँले यो जस्तो बाबेक्यूमा पाइने कुराहरू जति खाए पनि तपाईँले यो जस्तो बियर खानुभयो भने तपाईँले बियर जति खाए पनि पाइने क्या। मैले चाहिँ एक गिलास खाएर अर्को गिलासको लागि चाहिँ पैसा तिर्नुपर्छ भन्ने चाहिँ होइन है। सबै कुरा समावेश गरिएको जति कुरा पनि खान पाउने ठाउँमा चाहिँ नोमिहोदाइ भन्छ है। यो कुरालाई बुझ्नु होला। ल अब हामी क्वेसनमा हेरौँ है त। क्वेसनले के भनेको थियो भन्दाखेरि कोनो पोस्टुता, यो पोस्टर जुन पोस्टर छ यसबाट हामीले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि आमेनो हिराकिमास यो पानी परेको दिन मात्रै खोल्छ भन्ने त कहीँ छैन। यो गलत एन्सर भइहाल्यो एक नम्बर। दोस्रो नम्बर क्वेसनमा छ नाचुवा जुनबी सुरु नो बाबेक्यू भन्दा छ। अब यहाँनिर सही एन्सर चाहिँ हाम्रो म्याक्सिममले 2 नम्बर हाल्नुहुन्छ। किन हाल्नुहुन्छ भन्दाखेरि यो नाचुमा चाहिँ प्रिपेयर गर्ने खालको बाबेक्यू भनेर पढ्नुहुन्छ, तर त्यो होइन। वास्तवमा के छ भन्दाखेरि यो त नाचुमा चाहिँ तेबुरा हो नि त, त्यही आफै प्रिपेयर गरिदिन्छ, आफू त जानी मात्रै हो क्या। भनेको जिम्मी त आफूले गर्ने होइन रहेछ नि त, आफू जस्ट जानी मात्रै हो। जिम्मी सबै त्यही जुन ठाउँमा बाबेक्यू हुन्छ त्यही ठाउँको त्यही स्टाफहरूले गरिदिन्छन्। त्यो भएको हुनाले गर्दाखेरि हामीले जिम्मी गर्ने बाबेक्यू होइन, त्यही भएर चाहिँ हामीले यो गलत हुन्छ। यहाँ चाहिँ जिम्मी सुरु नभएको र यो तेबुरा दे बाबेक्यू भएको भए चाहिँ सही एन्सर हुन्थ्यो, तर यहाँ जिम्मी सुरु भन्दा छ आफूले जिम्मी गर्ने हुँदै होइन, यो चाहिँ तेबुरा हो। त्यो भएको हुनाले गर्दाखेरि यो सही एन्सर हुँदैन। अर्को छ नोमिहोदाइगा आरिमास। यहाँ अघि भनेको थियो नि हामीले के भन्छ त, नोमिहोदाइया अप्सन आरी भन्दा छ। नोमिहोदाइ जति खाए पनि 1 गिलास 2 गिलास 5 गिलास 10 गिलास 2 बोतल 10 बोतल जति खाए पनि पाइन्छ। नोमिहोदाइ चाहिँ 6 भनिरहेको छ भनेपछि नोमिहोदाइ चाहिँ 6 सही एन्सर यसको यो हुन्छ है। अर्को यहाँ तलतिर के पनि भन्छ भन्दाखेरि कहिलेकाहीँ चाहिँ यो वेबसाइटको अथवा यो जुन के अरे यो पोस्टर भनौँ न, जुन यो पोस्टर छ यसको डिटेल जान्नको लागि चाहिँ के गर्नुपर्छ भनेर सोध्छ कहिलेकाहीँ है। के गर्नुपर्छ भन्दाखेरि यहाँ भन्छ कुवासिकु भनेको डिटेल है। कुवासिकुवा होम पेज हो गोरान कुदासाई भनेर सानो अक्षरमा लेखिदिरहेको छ क्या। तपाईँलाई कहिलेकाहीँ सोध्छ भन्दाखेरि के सोध्छ भने तपाईँ यो नाचुमा हुने बाबेक्यूमा जान चाहनुहुन्छ, तपाईँलाई यसको बारेमा डिटेल बुझ्नको लागि तपाईँले के गर्नुपर्छ भनेर सोध्छ। के गर्ने त भन्दाखेरि होम पेज हो गोरान कुदासाई भनेको होम पेजमा तपाईँले सम्पर्क गर्ने अथवा होम पेजमा तपाईँले जाने भनेको छ। ल अहिलेको लागि चाहिँ यो क्वेसनको लागि अनि यो अप्सन यो क्वेसनको लागि अनि यो चित्र हेरेर हामीले सही एन्सर चुज गर्नुपर्ने चाहिँ नोमिहोदाइगा आरिमास भन्ने चाहिँ सही एन्सर हुने रहेछ। ल यति गर्दै समग्रमा हाम्रो 1 देखि 12 नम्बरको क्वेसन पनि समग्रमा सकिसकेको छ। अब यो क्वेसनको हामीले सरसरी एकचोटि चेक गरी हेरौँ। यतापट्टि सबै ग्रिन थियो, अहिले सबै यहाँ ग्रे भइसकेको छ कि हामीले सबै क्वेसन चाहिँ हामीले सिलेक्सन गरिसकेको छ। सरसरी क्वेसन चेक गर्छु म सर। 1 नम्बरको यो मिलाएको छ हामीले, 2 नम्बर पनि अप्सन लागेको छ, तेस्रो नम्बर राखेको छ, चौथो पाँचौं ल सबै क्वेसन चाहिँ हामीले सल्भ गरिसकेको छ। भने पछाडि अब म सबै क्वेसन सल्भ गरिसकेँ। अब मलाई चाहिँ ढुक्क भयो भनेपछि म के गर्छु त, अब यहाँ माथि भएको फिनिक्स सेक्सनमा गएर क्लिक गर्छु। तपाईँहरूले पनि फिनिक्स सेक्सनमा गएर क्लिक गर्नु होला जेफ्ट एक्जाममा है त। म यहाँ फिनिक्स सेक्सनमा गएर क्लिक गर्छु अनि मेरो रिजल्ट कस्तो आउँछ म त्यो पनि हेर्छु है त। ल यहाँ भन्दा छ तपाईँ साँच्चै यो फिनिस गर्ने हो भन्दा छ। म फिनिस गरेर मेरो रिजल्ट हेर्न चाहन्छु, म पास भएँ कि फेल भएँ भनेर एकचोटि रिजल्ट चेक गरेर हेरौँ है त। ल मेरो यहाँ टेस्ट रिजल्टमा देखाएको छ ग्रेड पास भनेर छ, यसको 60 मा 60 आएको छ भन्नु मतलब के रहेछ त, मेरो 12वटा क्वेसन थियो, 12 5 60 5 मार्क्सको क्वेसन रहेछ। 60 क्वेसनमा 60 नै मार्क्स आयो अनि चाहिँ पास भएँ। यति गरेर तपाईँहरूले पनि आफ्नो जेएफटी एक्जाम पास गर्नु होला। सबैजना शुभकामना।
अनि यो सेट 2 को रोदेरा मार्गोतो भन्दा बाहेकका अरू एक्स्ट्रा क्वेशनको भिडियो पनि म चाँडै नै युट्युबमा अपलोड गर्छु। अनि एउटा लोगो देखाएको छ, यो लोगोमा क्लिक गरेर पनि च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुन्छ। अनि आफ्ना साथीहरूलाई पनि भिडियो शेयर गर्नु होला भन्दै आजको लागि चाहिँ म बिदा हुन चाहन्छु। अर्को भिडियोको लागि प्रतीक्षा गरेर बस्नु होला। अर्को भिडियो चाँडै नै आउनेछ।